Hello guys, it's me स्वस्तिक सापकोटा फ्रम सौराहा। मसँग चाहिँ आज गण्डकी प्रोभिन्सको क्लास 10 को एसई 2081 मा आएको क्वेशन प्याटर्न छ। जुन क्वेशन चाहिँ मैले सल्भ गर्न जाँदैछु क्वेशन नम्बर 1 बाट फ्रम सेट च्याप्टरबाट त्यो क्वेशन हजुरहरूले देख्न सक्नुहुनेछ। म क्वेशन पढेर सुरु गरे। इन अ सर्वे अफ 450 people 200 people like tea, 250 people like coffee, but 50 people did not like any of these two drinks. नेपालीमा पढ्दैछु। 450 जना मानिसहरुमा गरिएको एउटा सर्वेक्षणमा 200 जनाले चिया, 250 जनाले कफी मन पराएको पाइयो, 50 जनाले यी मध्ये कुनै पनि मन पराएनन्। र यसरी नै फर 1 मार्क्स को लागि क्वेशन छ। इफ टी एन्ड C denote the set of people who like tea and coffee respectively. Write the cardinality of number of and T union C को कम्प्लिमेन्ट भनेको छ। यो चाहिँ निकाल्नु पर्यो। अब कार्डिनालिटी भन्ने बित्तिकै चाहिँ के हो भन्दा कतिवटा नम्बर त्यसमा पर्छ भन्ने कुरा थाहा हुनु पर्यो। त्यो चाहिँ पहिला हामीले गिवन को क्वेशनमा हेरौं। नम्बर अफ T युनियन C को कम्प्लिमेन्ट भनेको के हो यो कन्सेप्ट हामीले बुझ्नु पर्छ पहिला। अनि फर क्वेशन नम्बर 1 को ए को लागि चाहिँ नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट भनेको नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट भनेको चाहिँ के हो भन्दा 50 people did not like any of these two drinks भन्नुको अर्थ कफी पनि नाइ चिया पनि नाइ दुईटै मन नपराउने कति रहेछन् 50 रहेछ। यो चाहिँ लेख भनेको हो। सो यसको आन्सर हुन्छ 50। यो कसरी आयो भन्दा मैले यसको कन्सेप्ट को लागि केही कुराहरु हजुरहरु सामु ल्याएको छु। पढ्न सजिलो होस् भन्नको लागि केही मेटेरियलहरु अरेन्ज गरेर देखाउन जाँदै छु। ध्यान दिएर हेर्नु होला। यो सेट च्याप्टर को हरेक क्वेशन को लागि एकदम इम्पोर्टेन्ट हुनेवाला छ। सो मैले शेयर गर्न चाहे केही कुराहरु हजुरमाझ देखाउन चाहे। फर्स्ट टपिक सेट बाट यही अघिको क्वेशनमा in a survey of 450 people 450 people भनेको चाहिँ टोटल नम्बर अफ यु चाहिँ 450 हुन्छ। त्यसरी नै 200 people like tea only भनेको चाहिँ के भन्दा हामीले भेन डायग्राम बनाउँदै गर्दा नम्बर अफ टी भनेको चाहिँ टी मात्रै मन पराउने अर्थात चिया मात्र मन पराउने। त्यसलाई भेन डायग्राममा देखाउँदा नम्बर अफ टी भनिन्छ। यसरी एउटा सर्कलले डिनोट गर्छ नम्बर अफ टी। सिमिलरली नेक्स्ट त्यसमै 250 people like coffee भनेको छ। 250 people like coffee भन्ने बित्तिकै कफी मन पराउने कति रहेछन् त भन्दा क्वेशनमा 250 चाहिँ कफी मन पराउने रहेछन्। सो नम्बर अफ सी भनेको 250 हुन्छ। अब त्यसपछि गएर मैले अर्को एउटा डायग्राम बनाएको छु। नम्बर अफ टी इन्टरसेक्सन सी। टी इन्टरसेक्सन सी भन्ने बित्तिकै टी पनि मन पराउने अनि कफी पनि मन पराउने दुईटैलाई मन पराउने भनेको नम्बर अफ टी इन्टरसेक्सन सी हुन्छ। त्यसरी नै केही तल जाउँ। नम्बर अफ टी युनियन सी को डायग्राम यहाँ दिएको छु जसमा यो भनेको टी हो यो भनेको सी हो। अब यसको पुरै यो डायग्राम चाहिँ नम्बर अफ टी युनियन सी हो। अर्थात यो भनेको नम्बर अफ ओन्ली टी हो जसलाई मैले यसरी देखाएको छु। यो भाग मात्रै यो सर्कल कम्प्लिट होइन कि यो इन्टरसेक्सन भागलाई छोडेर बनेको साइड को भाग चाहिँ के हो नम्बर अफ ओन्ली टी हो। त्यसरी नै अर्को रहेको छ नम्बर अफ ओन्ली सी लेखिदिएको छु। नम्बर अफ ओन्ली सी भनेको चाहिँ यसको इन्टरसेक्सन को भागलाई छोडेर यो साइड भन्दा यता यो जोन चाहिँ के हो नम्बर अफ ओन्ली सी हो। यसरी नै अब यो सबै फिगरलाई कम्बाइन गरेर बनेको जुन हामीले बनाउनु पर्ने हुन्छ इम्पोर्टेन्ट पनि छ एक्जाममा एकदम धेरै आउँछ त्यो रहेको छ भेन डायग्राम। हजुरहरूले देख्न सक्नुहुनेछ। यो भेन डायग्राममा चाहिँ यो भाग नम्बर अफ ओन्ली सी हो अघि मैले देखाइसके। त्यसरी नै यो बीचको भाग भनेको नम्बर अफ टी इन्टरसेक्सन सी हो। who like both tea and coffee दुईटै मन पराउने भनेको बीचको भाग इन्टरसेक्सन को भाग भयो।
त्यसरी नै नम्बर अफ पिपुल हु लाइक कफी मात्रै भन्यो भने यो भाग मात्रै हो, जसमा यो इन्टरसेक्सन भाग पर्दैन, यो मात्रै पर्छ। र लास्टमा रह्यो नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट। नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट भन्ने बित्तिकै चिया पनि मन नपराउने, कफी पनि मन नपराउने, और हु डु नट लाइक बोथ टी एन्ड कफी, दुईटै मन नपराउने भनेको चाहिँ के हुन्छ, यो बाहिरको भाग हुन्छ, जुन यो युनियन भागबाट बाहिर पर्यो। र नम्बर अफ यु भनेको चाहिँ यो सबै कम्प्लिट टोटल भनेको नम्बर अफ यु हो, जुन अघि क्वेसनमा दिएको थियो। आई होप हजुरहरूले यो कन्सेप्ट बुझ्नुभयो होला। यदि यो कन्सेप्ट बुझेन भने हामीलाई गर्न गाह्रो हुनेछ, सो यो कन्सेप्ट पुरै बुझ्नु पर्नेछ, त्यसपछि बल्ल त्यो अघिको क्वेसन सल्भ गर्न सकिनेछ। ल अब म क्वेसनमा जान चाहे, यसलाई म पछि पठाउने छु आवश्यक पर्यो भने। ल ओके, फर्स्टको हामीले लेखिसक्यौँ ए नम्बरको लागि। अब त्यसरी नै हामी नेक्स्ट सेकेन्ड बी नम्बरको लागि जाँदैछौँ। प्रेजेन्ट द एबोभ इन्फर्मेसन इन अ भेन डायग्राम भन्यो, अघिको सेम। अब यसलाई भेन डायग्राममा देखाउनु पर्यो। भेन डायग्राममा देखाउनको लागि सबैभन्दा पहिला अब डायग्राम बनाउनु पर्यो। त्यसको लागि मैले सुरु गरेँ, अघिको जस्तै भेन डायग्राम बनाउनु पर्छ, जसमा एउटा सर्कल बनाउने, त्यसलाई भन्ने सुरुमा टी भन्ने, त्यसरी नै अर्को बनाउने, अर्को सर्कल बनाउने, जसलाई सी भन्ने। अब त्यसपछि अब क्वेसनमा दिए अनुसार भ्यालु पुट गर्नु पर्यो। फर्स्टमा दिएको छ इन अ सर्वे अफ 450 पिपुल भन्यो, नम्बर अफ यु 450 हुने भयो। साइडमा लेख्दा पनि हुन्छ, कन्सेप्ट गाह्रो लाग्छ भने नम्बर अफ यु इक्वल्स टु 450 गर्ने, नम्बर अफ यु इक्वल्स टु 450। त्यसरी नै 200 पिपुल लाइक टी भन्यो, नम्बर अफ टी कति हुने भयो भन्दा 200 हुने भयो। त्यसरी नै 250 लाइक कफी ओन्ली, कफी भन्यो, ओन्ली भनेको छैन है क्वेसनमा, कफी भनेको छ, नम्बर अफ सी इक्वल्स टु 250 भयो। एन्ड लास्टमा 50 पिपुल डिड नट लाइक एनी अफ टु ड्रिङ्क्स भनेको छ, त्यो भनेको नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट भयो, त्यो भनेको 50। ल यो दिएको डेटा प्लट गर्नु पर्यो, यसमा यहाँ सेटबाट दिएको नम्बरहरू यहाँ प्लट गर्नु पर्यो। त्यसको लागि सबैभन्दा पहिला हामीलाई इन्टरसेक्सन चाहिन्छ, क्वेसनमा इन्टरसेक्सन छैन, सो यसको माथिपट्टि लेखे लेट नम्बर अफ टी इन्टरसेक्सन सी इज इक्वल्स टु एक्स, यसलाई हामीले एक्स मान्दियौँ। एक्स मानिसकेपछि अब टी इन्टरसेक्सन सी एक्स भयो। अब हामीलाई के थाहा छ भन्दा टोटल नम्बर अफ टी भनेको चाहिँ 200 छ भने अब यो ओन्ली टी निकाल्नको लागि 200 बाट एक्स माइनस गर्नुपर्छ, 200 माइनस एक्स, जुन यो भागमा देखाइदिँदा भयो। अब त्यस्तै गरिकन सिमिलरली कफीको लागि पनि यो पुरै टोटल 250 हो। अब इन्टरसेक्सन भाग घटाएर यो भाग लेख्नु पर्ने हुन्छ, सो 250 माइनस एक्स। अब बाँकी रह्यो बाहिरको भाग भनेको कम्प्लिमेन्ट भयो, यो भेन डायग्रामको लागि कम्प्लिट भयो। अब फर सी को लागि, फर क्वेसन नम्बर सी नम्बरमा के भनेको छ भन्दा, सी नम्बर क्वेसन नम्बर सीमा के भन्यो भन्दा फाइन्ड द नम्बर अफ पिपुल हु लाइक टी ओन्ली भन्यो, फाइन्ड द नम्बर अफ पिपुल हु लाइक टी ओन्ली। टी ओन्ली निकाल्नको लागि हामीले यहाँ एक्स को भ्यालु निकाल्नु पर्ने हुन्छ। अब यो एक्स को भ्यालु कसरी निकाल्ने भन्दा अब हामीलाई यो भेन डायग्राममा हेरेर हामीले एउटा फर्मुला लेख्दैछौँ, जुन एकदम सजिलो छ, यही हेरेर बनाउन सकिन्छ, गाह्रो होइन। सो मैले सुरु गरेँ है त, सल्युसन। यसको लागि सबैभन्दा पहिला यो सबै भाग भनेको नम्बर अफ यु हो, सो नम्बर अफ यु इक्वल्स टु अब म लेख्न सुरु गर्दैछु है, राम्रोसँग हेर्नुस्। नम्बर अफ यु इक्वल्स टु यो भागलाई मात्र के भन्ने, नम्बर अफ ओन्ली टी प्लस यो भाग आयो। अब बीचको भाग आउनु पर्यो, नम्बर अफ टी इन्टरसेक्सन सी प्लस, त्यसपछि यो भाग आउनु पर्यो, नम्बर अफ ओन्ली सी प्लस, अब यो बाहिरको भाग आउनु पर्यो, यो भनेको नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट भयो।
अब यसपछि अर यो लेखेको जान्नु पर्यो, हरेकमा युज गर्न मिल्छ, एकदम इम्पोर्टेन्ट कुरा हो यो। फेरि रिपिट गरे मैले, नम्बर अफ यु इक्वल्स टु नम्बर अफ ओन्ली टी प्लस नम्बर अफ टी इन्टरसेक्सन सी प्लस नम्बर अफ ओन्ली सी प्लस नम्बर टी युनियन सी को कम्प्लिमेन्ट अर बार। ल अब यसमा नम्बर अफ यु भनेको हामीलाई थाहा छ 450, अब भ्यालु पुट गर्दै जाने हो, एकदम सजिलो छ। नम्बर अफ ओन्ली टी भनेको 200 माइनस एक्स, भेन डायग्रामबाट देख्न सकिन्छ। नम्बर अफ टी इन्टरसेक्सन सी भनेको एक्स प्लस नम्बर अफ ओन्ली सी भनेको 250 माइनस एक्स प्लस नम्बर अफ टी युनियन सी को कम्प्लिमेन्ट भनेको 50। ल सबैको भ्यालु आइहाल्यो। अब यसपछि अर, अब यसमा प्लस एक्स र माइनस एक्स क्यान्सल गर्न मिल्छ, प्लस माइनस छ, सेम डिफरेन्ट साइन छ, सेम टर्म छ भने क्यान्सल गर्न मिल्यो। अब बाँकी रह्यो 450 इक्वल्स टु, अब 200 प्लस 250 प्लस 50 गर्दा कति हुन्छ 200 300 हुन्छ, प्लस 200 गर्दा 500 हुने भयो। अब माइनस एक्स जस्ताको जस्तै, यो त सजिलो छ, आउँछ होला। अब माइनस एक्स अगाडि जाँदा प्लस एक्स भयो, अनि 450 लाई पछाडि लैदेऊ, 500 माइनस 450 गर्दा देयरफोर द भ्यालु अफ एक्स इज कति आयो 50 आयो, एक्स को भ्यालु आयो। सो एक्स को भ्यालु 50 आउनु भनेको यो नै के हो, देयरफोर नम्बर अफ टी इन्टरसेक्सन सी को भ्यालु एक्स नै हो, सो 50 आयो। अब सी नम्बरमा त हामीलाई खास निकाल भनेको त फाइन्ड द नम्बर अफ पिपुल, फाइन्ड द नम्बर अफ पिपुल हु लाइक टी ओन्ली भन्यो, हु लाइक टी ओन्ली, टी मात्रै मन पराउने भनेपछि यसको लागि ना हो नम्बर अफ पिपुल, नम्बर अफ पिपुल हु लाइक टी ओन्ली, टी ओन्ली भन्यो हैन क्वेसनले, हु लाइक टी ओन्ली भन्यो। अब टी ओन्ली भन्दै गर्दा नम्बर अफ ओन्ली टी निकाल्नु पर्यो, जुन हुन्छ नम्बर अफ ओन्ली टी कति हो 200 माइनस एक्स हो, हामीले एक्स को भ्यालु फाइन्ड आउट गरिसक्यो, 50 गर्दा कति आयो 150 आयो, यो नै यसको एन्सर। ल क्वेसन नम्बर सी को लागि कम्प्लिट भयो। अब हामी लास्ट क्वेसन सल्भ गर्दैछौँ, जुन क्वेसन रहेको छ क्वेसन नम्बर डी। क्वेसन नम्बर डी मा के भन्यो भन्दा कम्पेयर द नम्बर अफ पिपुल हु लाइक बोथ टी एन्ड कफी विथ द नम्बर अफ पिपुल हु लाइक कफी ओन्ली भन्यो। अब कम्पेयर गर्दा जहिले पनि हामीले रेसियोमा लेख्नु पर्छ, दुईवटा कन्सेप्ट छ, एउटा मोर अर लेसमा लेख्न मिल्छ, रेसियोमा लेख्न मिल्छ। हामीले जेनरली गर्दै गर्दा रेसियोमा गर्ने गरेका छौँ है। सो यो क्वेसन रेसियोबाट हो, यसको मैले सल्भ गर्न जाँदैछु, राम्रोसँग हेर्नु है त। फर क्वेसन नम्बर डी, क्वेसन नम्बर डी को लागि सल्भ गर्दा क्वेसन नम्बर डी मैले क्वेसन यहाँ तल राखे, क्वेसन पनि अगाडि राखे मैले है त। क्वेसन नम्बर डी, फर क्वेसन नम्बर डी कम्पेयर द नम्बर अफ पिपुल हु लाइक बोथ टी एन्ड कफी। पहिला यहाँ लेखौं सल्युसन, त्यसपछि नम्बर अफ पिपुल हु लाइक बोथ टी एन्ड कफी, टी एन्ड कफी। अब नम्बर अफ पिपुल हु लाइक बोथ टी एन्ड कफी भनेपछि नम्बर अफ टी इन्टरसेक्सन सी हुने भयो, त्यो अलरेडी आएको थियो हाम्रो अघि 50 आएको थियो, सो यो 50 भयो, यसमा केही गर्नै परेन। नेक्स्ट एन्ड द नम्बर अफ पिपुल हु लाइक कफी ओन्ली भन्यो। अब फेरि निकाल्न पर्यो नम्बर अफ पिपुल हु लाइक कफी ओन्ली, कफी ओन्ली निकाल्नको लागि नम्बर अफ कफी ओन्ली निकाल्नको लागि नम्बर अफ ओन्ली सी भन्नु पर्यो। अब अघिकोमा मैले फेरि देखाएँ, नम्बर अफ ओन्ली सी हाम्रो कति थियो भन्दा यहाँ भेन डायग्राममा हेर्ने 250 माइनस एक्स, नम्बर अफ ओन्ली सी भनेको 250 माइनस एक्स हो। सो नम्बर अफ ओन्ली सी भनेको 250 माइनस एक्स हुने भयो, जसमा 250 माइनस भ्यालु अफ एक्स कति हो हामीलाई अलरेडी थाहा छ, यही 50 हो, 50 गर्दा यसको आयो 200 आयो। ल दुईटै आयो, नाम हामीलाई निकाल्न पर्ने कम्पेयर भनेको छ, सो यसलाई रेसियोको फर्ममा लेख्नु पर्ने हुन्छ।
त्यसकारण अगाडि भएको टर्म के छ त्यो हेर्नुपर्छ है। अगाडि कम्पेयर द नम्बर अफ पिपुल हु लाइक बोथ टी एन्ड कफी भन्यो। टी एन्ड कफी भनेपछि सुरुमा नम्बर अफ टी इन्टरसेक्सन सी डिभाइड बाई अब त्यसपछि नम्बर अफ पिपुल हु लाइक कफी ओन्ली भन्यो। कफी ओन्ली भन्ने बित्तिकै नम्बर अफ ओन्ली सी गर्नु पर्यो। ल नम्बर अफ टी इन्टरसेक्सन सी को भ्यालु हामीसँग 50 छ, 50 माथि लेख्ने। अब नम्बर अफ ओन्ली सी भनेको हामीसँग 200 छ, तल 200 लेख्ने। अब यसलाई रेसियोमा लेख्नु पर्ने हुन्छ कम्पेयर गर भन्दा। यसलाई लोएस्ट टर्ममा लैजाउँ। अब लोएस्ट टर्ममा लिएर जाँदा 0 0 क्यान्सल भयो, 5 1 जा 5 4 जा भनेपछि 1/4 आयो। यसलाई रेसियोको फर्ममा लिएर जाँदा के हुन्छ भन्दा 1:4 हुन्छ, जो नै यसको एन्सर हुन्छ। अब यति भइसकेपछि क्वेशन नम्बर डी को कम्पेयर गर भन्दा यसको रेसियो चाहिँ कति हुँदो रहेछ 1:4 हुँदो रहेछ। ल यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेशन हो, एक्जाममा धेरैचोटि आएको छ यो क्वेशन। यो गण्डकी प्रोभिन्समा आएको छ, अब अरूमा पनि आउन सक्छ, त्यही भएर ध्यान दिएर गर्नु होला। यति भन्दै म बिदा हुन्छु। हस्त, धन्यवाद।